नमस्ते गुड मर्निङ शुभ बिहानी अहिले यति बेला ठ्याक्कै 9 बज्यो लगभग 9 बजिसकेको छ। मेरो हातमा एउटा पाइप देख्नु भयो होला। यो चाहिँ पाइप भनेको हाम्रो यसरी यताबाट धाराबाट ल्याएर यसरी टोयलेटतिर सप्लाई गरेको पाइप हो। अब यो पाइपमा पानी जमेको छ साथीहरु, पानी यसरी जमिसकेको छ। अब यो पानी जमेको पानीलाई तान्नको लागि यसरी यहाँ हल्का तातो पानी हाल्दिनु पर्छ, फेरि आफै खुल्छ है। ल यति गर्दा पनि आएन हैन। ल हेर्नुस्, हिउँ यसरी जमिसक्यो गाइस। यी अलियो भने होला हिउँ हेर्नुस्, यस्तै जमिसक्यो। यी डल्ला भएको छ यसरी, हेर्नुस् यी यस्तो डल्ला भएको छ जमेर। हिउँ जमेर तल के भन्छ यसलाई अरे, बरफ हैन, बरफ। हिउँ परेर यो बरफ जमेर यस्तो भइसकेको छ गाइस। हेर्नुस् यस्तो डल्ला छ हैन। यो डल्ला त छँदैछ यहाँ हो। त्यसैगरी अब यहाँ पानी जमेर हेर्नुस् है, यो पुरै जमेको छ गाइस। हेर्नुस् यो पुरै धारा जमेर यस्तो भएको छ, हेर्नुस् त है। अब यो धारालाई यसरी खोलियो गाइस, हेर्नुस्। उता खोलियो तर यता खोलिएन गाइस, हेर्नुस् है। अब यो पाइप चाहिँ टुक्रा टुक्रा छ। हामीले यो टुक्रा टुक्रामा थोरै थोरै पानी हाल्दै पाइप खोल्नुपर्छ, अनि त्यसपछि अनि बल्ल टोयलेटमा पानी जान्छ, नत्र जाँदैन है। अब यहाँ हेर्नुस् यो हिउँ जमेर यस्तो भइसकेको छ। यो हिउँ जमेर यति धेरै ठाडो परिसक्यो है। अब यो ठाडो परेको यसरी तातो पानी हालेपछि यो पग्लिन्छ, नत्र पग्लिँदैन गाइस हैन। अब अहिले बिहान 9 बजिसक्यो, लगभग घाम लागिसक्यो यहाँ। अब त पक्लिने बेला भयो नि, अझैसम्म पनि पग्लिएको छैन क्या पानी। अब म यहाँनिर तपाईँको यो अर्को पाइप छ। हामीले यो खान्डा छ, किनभने पानी हाल्न सजिलो हुन्छ र पाइप छुटाएर पाइप खोल्न सजिलो हुन्छ। जमेको पाइपलाई खोल्न सजिलो हुन्छ भनेर छोटा छोटा पाइपहरू छन्। अब यसमा पनि पानी जमिरहेको छ है। यति गर्दा पनि अझै यो पाइप खोलिएको छैन है। पछि लगभग दिउँसोको 10 देखि 11 बजेपछि मात्र हल्का पानी आफै खोलिन्छ, नत्र खोलिँदैन। अब यो पाइप त छोटो थियो, हामीले यो सानो जोइन्ट थियो, यसलाई हामीले टकटकाएर बनायौँ हैन। अब यो टोयलेटको पाइप त उतै सेफ छ क्या, उतैबाट त्यहाँ जोइन्ट भएको छ, खुत्काउन मिल्दैन। त्यही भएर अब यहाँ पानी खोलेकै छैन अझै पनि। ल साथीहरू, मैले तपाईँलाई यो पाइप जमेको, त्यसमा चाहिँ पाइपमा हामीले तातो पानी हालेर पाइप अलिकति केही त्यो पनि भनिसक्यो भने यत्रो डल्ला जमेको छ क्या। माथि डाँडातिर हिउँ पर्छ भने तलतिर पुरा डल्ला जमेर यसरी पाइप नै जम्छ। यी हेर्नुहोस्, यो पाइपबाट निकालेको यो भनेको यो जमेको यो बरफ हो क्या। भित्र पुरा यसरी जमेको हुन्छ क्या, ट्याक्कै यो ट्याब्लेट जमे जस्तै भित्र टक्क जमेको हुन्छ। पानी बाहिर सर्लक्क हालेपछि मात्रै यो खुल्छ, नत्र खुल्दैन। अब अहिले बिहान 9 बजिसक्यो, घाम लागिसक्यो, अझ पनि खुलेको छैन भनेपछि तपाईँको दिउँसो लगभग 11 बजेपछि मात्र यो पाइपको पानी आफै सञ्चालन हुन्छ। भनेपछि त्यतिखेरसम्म जम्छ। एकदमै चिसो बढिसकेको छ। म पनि चिसोमै छु, तपाईँहरू पनि चिसोमै हुनुहुन्छ, तर स्वास्थ्यको चाहिँ धेरैभन्दा धेरै ख्याल गर्नु होला भन्न चाहन्छु। यही छ शुभकामना। आज चाहिँ मङ्सिरको 7 गते भयो। मङ्सिरको 7 गतेको समयमा यति चिसो छ भने पुष, माघ, फागुन 3 महिना अझै बाँकी छ। यो 3 महिना अझै बाँकीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र एकदम सुरक्षित रहनुहोला, सुरक्षित अपनाउनु होला भन्न चाहन्छु। भने अब यो चाहिँ तल्लो बेल्डो हो, डोल्पाको तल्लो बेल्डो हो। यो तल्लो बेल्डोमा पनि यति धेरै चिसो छ भने माथिल्लो बेल्डोमा अझै धेरै चिसो छ। अस्ति तपाईँले एउटा न्युज पनि सुन्नुभयो होला, प्रहरी कर्मचारीहरूलाई नेपाल आर्मीको हेलिकप्टरले उद्धार गरेको भिडियो पनि तपाईँले हेर्नुभयो होला, न्युज सुन्नुभयो होला। भने माथिल्लो चाहिँ एकदमै चिसो छ। अनि यो हिउँले औँलाहरू खायो भने, अनि खुट्टाहरू खायो भने एकदमै क्षति हुन्छ भन्ने कुरा हामीले सुनेका छौँ, भोग्न चाहिँ पाएका छैनौँ। र त्यो समस्या हामीले चाहिँ बेहोरिनु परेको छैन। तर माथिल्लो रहेका केही प्रहरी कर्मचारी साथीहरू, केही नेपाल आर्मी साथीहरू, केही सशस्त्र प्रहरी साथीहरूले चाहिँ यस्तो किसिमको समस्या भोगिरहेका छन्। बेला बेलामा जुन भिडियो हुन्छ त्यो भिडियो हामीले सार्वजनिक रूपमा पाएका छौँ र तपाईँहरूले पनि पाउनुभयो होला। तर पनि सबैभन्दा पहिला ज्यान छ भने सबै छ, ज्यान छैन भने केही छैन। म लगायत तपाईँहरूलाई यो भिडियो मार्फत मैले के सन्देश, के सुझाव दिन खोजेको भने तपाईँहरू सुरक्षित रहनु होला भन्ने मैले सन्देश मात्रै प्रवाह गर्न खोजेको। सबभन्दा ज्यान छ सबै छ, ज्यान छैन केही छैन गाइज। हेर्नुहोस् यसरी यो हिउँ जमिसकेको छ। यो यहाँ हेर्नुहोस्, यो तल यसरी बरफ जमिरहेको छ। यो यसरी बरफ जमिरहेको छ। अब यो बरफले काटे पनि धेरै असर हुन्छ भन्ने सुनेको छु। धेरै समयसम्म निको हुँदैन अरे यो बरफले काटे पनि। अब त्योबाट पनि बस्नु पऱ्यो भने यसरी जम्मा भइसकेको छ गाइज होइन। सुरक्षित रहनु होला, सुरक्षित अपनाउनु होला। तपाईँलाई यही छ शुभकामना भन्दै बिदा हुन्छु। बाई बाई।